दिदी त्यो एकचोटि मजाले थाल थडाइदिनुहोस् त तपाईँले होइन भयो पुग्यो दिदी होइन के गरे त्यो अङ्कलले तर गोलो छ भन्दैमा मेहनत नगरी त्यो कम्फो असलको साइड इफेक्ट पनि हेर्नुहोस् त हेलो गाइजो यसो त्यहाँ केपी शर्मालाई यसो फोन लाउनु न हौ रक्की भाइ बडा गृहमन्त्रीले त राजीनामा दिनुभयो त दिएर के हुन्छ गृहमन्त्री राजीनामा दिएर मान्छे मारिसक्नु सो अलराइट गाइज तपाईलाई स्वागत छ मेरो युट्युब च्यानलमा तपाईलाई धेरै धेरै स्वागत छ मेरो आजको भिडियोमा आज चाहिँ म जेनजी प्रोटेस्टको केही एपिक एन्ड फनी मोमेन्ट्सहरूलाई आफ्नै तरिकामा प्रस्तुत गर्दैछु भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला हुन त गाइज यो सिरियस मोमेन्ट थियो त्यही पनि प्रोटेस्टको क्रममा केही साथीभाइहरूले फनी मोमेन्ट्सहरू क्रिएट गर्नुभएको रहेछ त्यही फनी मोमेन्ट्सहरूलाई चाहिँ मैले आफ्नै तरिकामा प्रस्तुत गरेको छु गाइज ढिला नगरी लेट्स मुभ ए दिदी त्यो एकचोटि मजाले थाल थडाइदिनुहोस् त तपाईँले ओहो दिदी साह्रै राम्रो ठटाउँदैछ थाल त गजब गजब होइन भयो पुग्यो दिदी आजलाई पुग्यो है दामी ठटाउनु भयो ल अनि यहाँ चाहिँ के बजाउँदैछ फेरि हेर्नुहोस् त साथीहरू बाजाले के भन्दैछ बाजाले धरि बुझिसक्यो ओहो बाबुको रिस त खत्रै रहेछ त यहाँ हे त अब के हेर यसो सिटी बजाएर त्यहाँको मान्छेले यसो साइड लगाऊ त मानेन यसो थर्काउन अलिअलि अलिअलि मान्छ ल यसो थर्काउ त अलिअलि That's it. Shabas. Wah. Dance चाहिँ कडा छ गरम गरम साथी जिम गरम यस्तोमा कहाँ आउँछ फेरि है त्यो पनि नेताको घरमा जिम ल यता फेरि ट्राफिकको ड्युटी साह्रै गजबले निभाइरहेको छ भाइहरूले कहाँ त्यसरी मात्र हुन्छ भाइहरू यसो लाइसेन्स ब्लू पनि चेक गरौँ है के तपाईँले रियल लाइफमा बाबुलाई देख्नु भएको छ यदि देख्नु भएको छ भने म आज तपाईलाई देखाउँछु त्यो पनि नेपालमा नपत्या हेर्नुस् त गाग्रेन बाहुबली तर गोलो छ भन्दैमा मेहनत नगरी कसैको पालो आउनेवाला छैन होइन के गरे त्यो अङ्कलले यो पृथ्वी गोलो छ किनकि ए मैले राम्रोसँग बुझेँ पक्कै पनि त्यो अङ्कलको पहिला आर्मी बन्ने ठुलो रहर थियो रहेछ आज त्यो रहर पुरा गर्दैछ बुढाले हो कि आर्मीको हार्ड ट्रेनिङको साइड इफेक्ट हो साइड इफेक्ट भन्ने बित्तिकै के तपाईँहरूले कम्फो असल फिल्म हेर्नुभएको छ हेर्नुभएको छ भने त्यो कम्फो असलको साइड इफेक्ट पनि हेर्नुहोस् त या अङ्कल एकचोटि त्यो 1 नम्बर काता पनि देखाइदिनु त
ओहो दामी दामी है अङ्कल दामी लिएर मौकामा चौका हान्नेहरू के अरे यार कुकर पनि ले यहाँ फेरि कति राम्रो कन्सर्ट चलिरहेको हो ल दामी दामी कडा खतरा ड्रम बजायो भाइले ल दामी होइन देशभरि यस्तो भइरहेको बेलामा हाम्रो केपी शर्मा ओलीज्यू चाहिँ कता जानुभएछ हेलो हेलो गाइजो यसो त्यहाँ केपी शर्मालाई यसो फोन लाउनु न हौ फोन उठाउनु भएन उठाओस् पनि कसरी उहाँ त अघि नै टिएपी टाप हेलीमा कि पैसा पनि भएर ले ऊ त्यहाँ त खैरदाई पनि रहेछ ओहो खैरदाई सलाम छ है तपाईँलाई हेत्तेरी खैरदाई कहाँ त्यसरी भागिरह भने भ्लग बनाउन भ्लग कस्तो भ्युज आउँछ ओ खैरदाई हल्का सम्हालेर है जोगिएर तर भ्लग चाहिँ बनाउनु नछोड्नु नि फेरि है दाइ रोनाल्डोको फ्यान अनि गाइज यहाँ बाहुबली मात्र होइन कि तर यहाँ रक्की भाइ पनि देखा परेको छ रक्की भाइ रक्की भाइ बडा गजब छ है बडा रमाइलो छ ओहो त्यहाँ नि फेरि कसैले चाहिँ रोडमा कुर्सी राखिराखे यस्तो गजबले ड्युटी गरिरहेको छ कि र अन्त्यमा गाइज हाम्रो देशका चिर परिचित वरिष्ठ पत्रकार ऋषि धमलाज्यूलाई म केही प्रश्न सोध्नेछु ऋषि सर देशमा यत्रो हुलदङ्गा मचियो यसको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ मान्छे मार्न पाइन्छ असम्भव के असम्भव ऋषिजी संसारमा कुनै पनि तानाशाही त गर्न सक्छ गृहमन्त्रीले त राजीनामा दिनुभयो त दिएर के हुन्छ गृहमन्त्री राजीनामा दिएर मान्छे मारिसक्नु अनि प्रधानमन्त्रीले चाहिँ नि मैले भनिसकेँ प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिनु सो अल राइट गाइज कस्तो लाग्यो तपाईँलाई मेरो भिडियो यदि मेरो भिडियो मन पर्यो भने साथ र सपोर्ट गर्नुहोला सब्सक्राइब गर्नुहोला सेयर गर्नुहोला अनि कमेन्ट पनि गरिदिनु होला म फेरि पनि अर्को भिडियो लिएर आउनेछु ओके बाई